हेलो सेवा नमस्ते साथीहरू आरामै हुनुहुन्छ। म चाहिँ आज यतातिर छु। बिहानीको नजारा यस्तो छ हाम्रोतिर। हाम्रो मकै देख्न सक्नुहुन्छ र यहाँ अब मेरो काम भनेको आज यहाँ नजिक सुँगुरलाई चारो काट्नु पर्ने छ। यो चारो चाहिँ मैले काटेर सुँगुरलाई उसिन्नु पर्ने छ। अब चाहिँ म काट्छु ल। यहाँ चाहिँ आमा हुनुहुन्छ पलाएर आमा चाहिँ बसे चारो काट्नु रेडी। म चाहिँ काट्दैछु, आमाले चाहिँ पर लग्दै उसिन्दै हुनुहुन्छ। यति काट्नु भइसके। छोरीले आमालाई सघाउने, आमाले छोरीलाई सघाउने साह्रो मिलेको। फेरि काट्नु पर्छ। त्यहाँ नजिक उसिन्दै हुन्छ आमाले। मैले चारो काटिसकेँ। आमा चाहिँ यहाँ भिडियो हेर्दै मलाई पर्खिरहनु भएको छ। आमा सक्यो सक्यो काट्नु सक्यो सक्यो सक्यो। टिकटक हेर्दै हुन्छ हाम्रो आमा चाहिँ। यहाँ मुलिरहेको छ। अब हामी चाहिँ घर निस्क्यौँ। आपा कता हिँड्नुभएछ? आपा कता जानुभयो? अहिले भर्खरसम्म हुनुहुन्थ्यो त। कुखुरा काटेर खाने बेला भएछ। आपा कता जानुभएको? पारीखोलमा जानुभएछ। हजुर हजुर। आपाले चाहिँ खिर बनाइसक्नु भएको छ हाम्रो। कस्तो बनाउनु भएको छ त आपा? खिर कस्तो बनाउनु भएको छ अरे? खै देखाइदिनु त। देखाइदिनुहोस् त छोरीको मिनी भ्लगमा। तातो राम्रो भएछ। अब हामी चाहिँ खानेवालामा छौँ होइन त आपा? हामी चाहिँ खिर खान थालिसक्यौँ। टिका लगाएर पनि आपाले पनि यहाँ टिका लगाएर खिर खान थालिसक्नुभयो। अब मेरो पालो टिका लाउँछु अनि खान्छु है त। हामीले चाहिँ खिरहरू खाएर भ्याइसक्यो र अब हामी यहाँ बारीमा आछौँ। आपा र म सयपत्री फुल रोप्नु। म चाहिँ यो अस्ति काठमाडौँबाट आएर मैले यो डल राखेको थिएँ। यत्रो ठुलो भइसक्यो र आज हामी आपा र म चाहिँ यहाँ फुल रोप्नु पर्ने छ। आपाले खनिदिनुहुन्छ, म रोप्छु।
दाइहरूको लागि माला तिहारमा लाउनु पर्ने छ। फुलको दल यस्तो राम्रो छ, यस्तो ठुल्ठुलो छ। यहाँ नजिक रोप्नु पर्ने हामीले। यहाँ खन्दै हुन्छ। यस्तरी उफुल्नुपर्छ, यस्तरी उफुल्ने अनि रोप्ने। मेरो दाइहरूको लागि रोपिदिन्छु म। अनि अब भोलि चाहिँ म काठमाडौँ फर्किँदैछु, त्यही भएर आज रोपेर जाने। अब म दसैँमा नत्र तिहारमा आउँछु र यो माला, यो फुल फुलिरहन्छ दसैँ तिहारमा आउँदा। अनि म माला उनीहरू दाइ भाउजूलाई लगाइदिन्छु, भदैलाई। फुल चाहिँ मैले यति रोपिसकेँ। आपाले अझै खनिदिँदै हुनुहुन्छ, म अझै रोप्छु। दल सकिनु लाग्यो फुलको, यहाँ थोरै छ, म यहाँ छु। घाम हल्का लागिरहेछ। गाउँघर यस्तो छ है साथीहरू। हाम्रो घर यता छ। फुल रोप्न चाहिँ अब फाइनली सक्यो है साथीहरू। यहाँसम्म रोपेछौँ। आपा झाडु खुल्न थाल्नुभयो। अब म चाहिँ लागेँ भात तिहुन पकाउनु। ब्याग पनि प्याक गर्नुपर्ने छ भोलि जानलाई। काठमाडौँ जाँदैछु म भोलि। बाई।